यो चाहिँ मेरो छोराको पास्ने भन्दा एक दिन अगाडिको भिडियो हो। पास्नेको लागि चाहिने सामानहरू सुपामा लिन गएको थियौँ हामी बुढाबुढी मिलेर। आज भोलि चाहिँ एकदमै गर्मी बढेको छ नि त, त्यसैले हामी चाहिँ ठ्याक्क सुपा खोल्ने टाइममा पुग्ने गरी बिहान घरबाट निस्केको थियौँ। अनि सबै सामानहरू किनमेल गरेर गाडीमा थन्काएर हामी चाहिँ रुमतिर लागिहाल्यौँ, किनभने यो दिन चाहिँ मेरो 2 जना नन्दहरू ओसाकादेखि अनि मेरो भाइ चाहिँ फुकुकादेखि आउँदै थियो। बिहानै रुमबाट निस्किएको अनि फर्किँदाखेरि चाहिँ खाना खाने टाइम पनि भइसकेको भएर हामीले चाहिँ खाना बनाउनु नभए होला जस्तो भएर कोमिनीबाट हल्का फुल्का लगेर खाएको थियौँ। भाइ र नानीहरू चाहिँ ओसाकामा भेटेर सँगै आउँदै हुनुहुन्थ्यो। म चाहिँ एकीमा लिन जानु पर्ला भनेर सोचिरहेको थिएँ। बाबु सुताउँदा सुताउँदै नानीहरू त रुममै आइपुगिसक्नु भएछ। रुम आइसक्नु भएपछि चाहिँ भाइ नानीहरूले चाहिँ उनीहरूको भान्जा भदैसँग टाइम स्पेन्ड गर्दै हुनुहुन्थ्यो। अनि बेलुकाको खाना सबैजना मिलेर खाइसकेपछि चाहिँ मेरो जेठी नानी र म भएर भोलिको लागि अलिकति भए नि सजिलो होस् भनेर यो प्राउन र पापडहरू चाहिँ आजै फुलाउँदैछौँ। अनि अचारको लागि चाहिने सामानहरू पनि आजै काटकुट गरेर राख्दैछौँ।